नमस्ते सम्पूर्णमा आजबाट विषयवस्तु लिएर आएकी छु जसलाई भनिन्छ सौर विज्ञान हो। सौर विज्ञानको बारेमा यहाँहरू सबैलाई धेरै नै जानकारी होला। सौर विज्ञान भनेको यस्तो विज्ञान हो साइन्स अफ क्वान्टम कन्सियस ब्रिथिङ भनेर पनि भनिन्छ। यो श्वाससँग पनि रिलेटेड छ र त्यस्तै गरी मेडिटेसनसँग पनि रिलेटेड रहेको छ। भगवान शिव र माता पार्वती बीच जुन संवाद रहेको छ जसलाई विज्ञान भैरव तन्त्रको रूपमा व्याख्या पनि गरिएको छ। यसमा 112 वटा मेडिटेसन ध्यानको विधिहरू पाइन्छ। जति पनि स्पिरिचुअल पाथवेमा हिँडेका व्यक्तिहरू छन् हो ती सम्पूर्ण व्यक्तिहरूले यी 112 वटा मेडिटेसनको जुन विधि छ त्यस विधिभित्र रहेर नै स्पिरिचुअल पाथमा अगाडि बढेर मेडिटेसनहरू गरेको पाइन्छ। यी कुराहरूको बारेमा शिव स्वरोदय शास्त्रमा पनि उल्लेख गरेको पाइन्छ। श्वास लिने क्रममा जुन हाम्रो दायाँ नोस्ट्रल र बायाँ नोस्ट्रलबाट जुन श्वासहरू भित्र जाने र बाहिर आउने अथवा ब्रिथिङ क्रियाकलापहरू गर्छौँ यसै सन्दर्भमा दायाँ साइडको पार्टबाट श्वासहरू भित्र बाहिर हुन्छ त्यसलाई सूर्य नाडी भनेर भनिन्छ भने बायाँ साइडबाट श्वास भित्र बाहिर हुनेलाई चन्द्र नाडी भनेर भनिन्छ। अर्थात् यसलाई इरा नाडी र पिङ्गला नाडी भनेर पनि भनिन्छ। दुवै नाकबाट आएको श्वासलाई भने सुषुम्ना नाडी भनेर भनिन्छ। हो अहिले चाहिँ बायाँ साइडबाट श्वास चाहिँ बढी भएर बायाँबाट कम प्रभाव भइरहेको हुन्छ भने कहिले चाहिँ दायाँबाट बढी प्रभाव भएको हुन्छ बायाँबाट कम प्रभाव भएको हुन्छ भने कहिलेकाहीँ चाहिँ दुवै नाकको पालबाट इक्वली रूपमा समान रूपमा श्वासको प्रभाव भइरहेको हुन्छ। तपाईँहरूले यसलाई आफैले पनि श्वासलाई एउटा नाकको पाल बन्द गरेर श्वास फाल्नु होला, फेरि अर्कोबाट गर्नु होला। त्यसबाट पनि हामीले कुन नाकबाट श्वास हाम्रो बडी फ्लो भइरहेको छ भनेर बुझ्न सकिन्छ। बायाँ साइडबाट नाकबाट श्वास बढी रूपमा प्रभाव भइरहेको छ भने यसलाई चन्द्र नाडी एक्टिभ छ भन्ने कुरा हामीले बुझ्नुपर्छ। त्यस्तै गरी दायाँ साइडको नाकबाट श्वास प्रभाव बढी भइरहेको छ भने यस अवस्थामा हाम्रो सूर्य नाडी एक्टिभ भइरहेको छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। इरा नाडी र पिङ्गला नाडी भनेर पनि बुझ्न सक्छौँ। र कुनै कुनै अवस्थामा हामीले दायाँ र बायाँबाट इक्वली रूपमा श्वास प्रभाव भइरहेको पनि हामीले थाहा पाउन सकिन्छौँ र जसलाई चाहिँ सुषुम्ना नाडी एक्टिभ भएको अवस्था भनेर पनि भनिन्छ। यो एउटा ठुलो साइन्स नै रहेको छ। र कुन नाडी चलिरहेको अवस्थामा हामीले दैनिक जीवनको कुन कार्यहरू गर्दा त्यसलाई चाहिँ फ्रुटफुल रिजल्ट ल्याउने अथवा त्यसलाई बुझ्ने विज्ञानलाई नै सौर विज्ञान भनेर भनिन्छ। विज्ञान भनेको भगवान शिवको महत्त्वपूर्ण ज्ञान हो। यसमा त विशेष गरी इरा नाडी पिङ्गला नाडी र सुषुम्ना नाडीको विशेष महत्त्व र भूमिका रहेको हुन्छ। यस सौर विज्ञान अन्तर्गत जुन हामीले योगाहरू गर्छौँ जुन प्राणायामहरू गर्छौँ ती प्राणायामहरू मध्येमा 6 वटा प्राणायामको पनि मुख्य भूमिका रहेको हुन्छ। पहिलोमा भ्रष्टिका, दोस्रो रहेको छ कपालभाति, तेस्रो रहेको छ अनुलोम विलोम, चौथोमा नाडी शोधन, पाँचौंमा उज्जैन र छैठौंमा भ्रामरी रहेको छ। हो सौर विज्ञानमा यी 6 वटा जुन प्राणायामहरू रहेको छ यसको विशेष भूमिका रहेको पाइन्छ। फलो गर्दै लाइक शेयर र कमेन्ट गर्नुहोला। यससँग सम्बन्धित विभिन्न जानकारीहरू लिएर अर्को भिडियोमा आउने नै छु। नमस्ते।